Hello everyone and welcome to our मेरो स्कुल प्लेटफर्म। यस भिडियोमा हामी फ्लुइड मेकानिक्सको च्याप्टर 8 बाउन्ड्री लेयर थ्योरी पढ्न गइरहेका छौं र यस च्याप्टरबाट फाइनल एक्जाममा 7 मार्क्स जतिको क्वेशन सोध्ने गरिन्छ। क्वेशन जेनरली थ्योरेटिकल नै हुने गर्छ र कहिलेकाहीँ सिम्पल न्यूमेरिकल टाइपको क्वेशन पनि आउने गर्छ यस च्याप्टरबाट। अब बाउन्ड्री लेयर थ्योरीको बारेमा पहिला हामी बुझ्न खोजौं। सो यहाँनिर हामी एउटा सोलिड बडी हेरिरहेका छौं र यो सोलिड बडीको थ्रु एउटा फ्लुइड फ्लो हुन गइरहेको छ। सो यसलाई बुझ्नको लागि कन्सिडर गरौँ कि यहाँनिर एउटा रिभर यसरी फ्लो भइरहेको छ। सो यो रिभर हाम्रो फ्लो हुँदाखेरि हामी के गर्छौं, एउटा कुनै स्टोन ल्याएर यो रिभरमा यसरी राख्दिन्छौं र यो स्टोन जुन छ यो कम्प्लिटली सबमर्ज्ड कन्डिसनमा छ। सो यसरी यो स्टोन जुन छ, यो स्टोन भनेको यो सोलिड बडी भयो र जुन हाम्रो फ्लुइड यसरी फ्लो गरिरहेको छ यो भनेको हामीले यो ब्लू एरोजले देखाइरहेका छौं फ्लुइड फ्लोलाई र यहाँ u भनेको यो स्ट्रिमको भेलोसिटी हो। सो स्ट्रिम भेलोसिटी u छ र यो फ्लुइड जुन छ यो सोलिड बडीको थ्रु फ्लो हुन गइरहेको छ र हामी यही फ्लुइड फ्लोको बिहेभियरलाई एनालाइसिस गर्दै बाउन्ड्री लेयर थ्योरीको बारेमा बुझ्न गइरहेका छौं। अब when a real fluid flows past a solid body or a solid wall, so your real fluid flow past a solid body, the fluid particles adhere to the boundary due to viscosity of fluid. So जब पनि अब यो फ्लुइड यो सोलिड बडीको थ्रु यसरी फ्लो गर्छ, सो ड्यू टु द विस्कोसिटी अफ फ्लुइड केही फ्लुइडहरु के हुन्छ यो सोलिड बडीको बाउन्ड्रीमा टाँसिन्छ। टाँसिनुको मिनिङ हो यहाँ जुन बाउन्ड्रीमा टाँसिएको फ्लुइड छ यसको भेलोसिटी पनि हाम्रो सोलिड बडीकै भेलोसिटीसँग बराबर हुन्छ। और वी क्यान से कि यो जुन हाम्रो बाउन्ड्रीमा फ्लुइडहरु यसरी टाँसिएको छ यो स्लिप हुन पाउँदैन, यो एडहेयर भएरै बस्छ र यसलाई हामी भन्छौं नो स्लिप कन्डिसन। सो नो स्लिप कन्डिसन अकर हुन्छ कहाँ त सोलिड बडीको बाउन्ड्रीमा। सो यो कारणले गर्दाखेरि भेलोसिटी अफ फ्लुइड क्लोज टु द बाउन्ड्री अफ सोलिड बडी इज इक्वल टु भेलोसिटी अफ सोलिड बडी एट द बाउन्ड्री। सो भेलोसिटी अफ फ्लुइड क्लोज टु द बाउन्ड्री इज इक्वल टु भेलोसिटी अफ दिस सोलिड बडी एट द बाउन्ड्री भनेपछि यहाँनिर यो बाउन्ड्रीमा रहेको फ्लुइडको भेलोसिटी पनि सोलिड बडीकै भेलोसिटीसँग बराबर हुने भयो। यो सोलिड बडी रेस्टमा भएको बेलामा के हुन्छ, यो बाउन्ड्रीमा रहेको फ्लुइडको भेलोसिटी पनि 0 हुने भयो र भेलोसिटी जुन छ हायर हामी जाँदै गयौं अथवा यो सोलिड बडी भन्दा हामी टाढा टाढा जाँदै गयौं भने के हुन्छ बढ्दै नै जान्छ। सो यहाँ 0 छ भेलोसिटी, यहाँ अलि धेरै 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 हुन्छ र कतै धेरै हामी टाढा गयौं सोलिड बडीको भने यतातिर के हुन्छ यहाँको भेलोसिटी जुन छ फ्री स्ट्रिम भेलोसिटी u सँगै बराबर हुने गर्छ। सो मैले यहाँनिर यसरी एउटा रिजन यसरी छुट्याइदिए कि यो रिजन भित्र जुन छ भेलोसिटी जुन छ 0 देखि बढ्दै बढ्दै जान्छ र रिजन भन्दा बाहिरपट्टि जुन फ्लुइडको भेलोसिटी छ यो फ्री स्ट्रिम भेलोसिटीसँग नै बराबर हुन्छ। सो फर्दर फ्रम द बाउन्ड्री भेलोसिटी विल बी हायर। नाउ ड्यू टु दिस भेलोसिटी भेरिएसन देयर एक्जिस्ट भेलोसिटी ग्रेडियन्ट du by dy। सो यो भेलोसिटी भेरिएसनले गर्दाखेरि के हुन्छ भेलोसिटी ग्रेडियन्ट क्रिएट भएको हुन्छ। अब भेलोसिटी ग्रेडियन्ट क्रिएट हुनुको मिनिङ हो हामीलाई थाहा छ भेलोसिटीको प्रोफाइल प्याराबोलिक हुन्छ। सो यहाँ 0 छ र यो भ्यालु जुन छ अब बढ्दै यसरी गइरहेको हुन्छ। सो हामी यस्तो खालको प्रोफाइल अब्टेन गर्छौं भेलोसिटीको र बियोन्ड दिस रिजन यो रिजन भन्दा बाहिरपट्टि के हुन्छ यो कन्स्ट्यान्ट ग्राफ भइहाल्छ यसरी र यो कन्स्ट्यान्ट भेलोसिटी भनेको हाम्रो फ्री स्ट्रिम भेलोसिटी u सँगै बराबर हुने भयो र यहाँ चाहिँ यो 0 देखि हाम्रो म्याक्स भइरहेको छ। अब यो जुन हामीले रिजन छुट्याएका छौं यो रिजन भित्रको जुन यो म्याक्सिमम भेलोसिटी आएको छ यो म्याक्सिमम भेलोसिटी चाहिँ अकर्डिङ टु बाउन्ड्री लेयर थ्योरी यहाँको म्याक्सिमम भेलोसिटी भनेको चाहिँ 0.99 u और 99% अफ फ्री स्ट्रिम भेलोसिटी हुने गर्छ। सो यसरी जुन हाम्रो भेलोसिटी प्रोफाइल क्रिएट भएको छ ड्यू टु दिस भेरिएसन इन भेलोसिटी वी क्यान अप्लाई द इक्वेसन शियर स्ट्रेस टाउ इक्वल्स टु म्यू du अपन dy। सो यो रिजनमा शियर स्ट्रेस पनि के हुन्छ भेराइ गरिरहेको हुन्छ र यो रिजन भन्दा बाहिरपट्टि जुन छ यो रिजनमा यतापट्टि के हुन्छ हाम्रो शियर स्ट्रेस 0 हुन्छ किनकि यहाँ चेन्ज इन भेलोसिटी नै 0 हुन्छ। सो सिमिलरली यो लोअर पार्टमा पनि सिमिलर कुरा हामी अब्जर्भ गर्न सक्छौं। सो यसरी the velocity of fluid increases from 0 on the stationary boundary to free stream velocity of fluid in the direction normal to the boundary। So यसरी velocity को variation को कुरा हामीले डिस्कस गरिसक्यौं। Now this variation of velocity occurs in a narrow region in the vicinity of solid boundary and it is called boundary layer। So यो जुन region मा यसरी हामी velocity को variation observe गर्छौं। So यो region लाई नै हामी के भन्छौं यो टोटल जुन region छ यो सबै region लाई हामी भन्छौं boundary layer। The theory dealing with this boundary layer is called boundary layer theory। अब जुन थ्योरीले बाउन्ड्री लेयर को बारेमा स्टडी गर्छ त्यसलाई नै हामी के भन्छौं बाउन्ड्री लेयर थ्योरी जुन कि हाम्रो च्याप्टरकै टाइटल हो।
अब यहाँनिर जुन यो थिकनेस छ, जुन थिकनेस भित्र के भइरहेको छ, भेलोसिटीको भेरिएसन हामी अब्जर्भ गर्छौँ, यसलाई हामी डेल्टाले रिप्रेजेन्ट गर्छौँ र डेल्टा भनेको के हो, इट इज बाउन्ड्री लेयर थिकनेस। सो यसरी हामी बाउन्ड्री लेयरको बारेमा थोरै कुराहरू आज डिस्कस गर्यौं। अब यहाँनिर जुन हाम्रो बाउन्ड्री लेयर छ यसलाई हामी तीनटा डिफरेन्ट जोन्समा डिभाइड गर्न सक्छौं, ल्यामिनार जोन, ट्रान्जिसन जोन एन्ड टर्बुलेन्ट जोन। सो यो तीनटै जोन्सको बारेमा डिटेलमा हामी अपकमिङ भिडियोमा पढ्छौं र यसरी नै यो च्याप्टर 8 लाई कन्टिन्यू राख्नेछौं। थ्यांक यू।